नमस्ते। यो घरमा चाहिँ मेरो यो एउटा कर्नर छ जुन चाहिँ मेरो फेभरेट कर्नर हो हैन। अब यो चाहिँ मेरो साथीहरू हो। जिन्दगीमा सधैँ साथीहरू अभाइलेबल हुँदैन, उनीहरूको पनि आफ्नो लाइफ छ, बिजी हुन्छ। सो मैले चाहिँ यो किताबहरूलाई चाहिँ साथी बनाएको छु हैन। अब सबै किताब पढ्न भ्याइसकेको त छैन, तर मेरो बेस्ट सबैभन्दा मलाई मनपर्ने मैले पढिसकेको भनेको यो पावर अफ ह्याबिट भन्ने एकदमै मन पर्यो मलाई हैन। यो किताब चाहिँ म सबैलाई रिकमेन्ड गर्छु। अनि यो कोचिङ ह्याबिट पनि यो पनि मैले पढिसकेँ, साह्रै मन पर्यो है। अब पढ्दैछु। इमोसनल इन्टेलिजेन्स मेरो आधी पुगिसकेछ हैन। यो आधी पुगिसकेछ, यहाँ बुकमार्क गरिरहेको छु है। अनि यो हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल यो पनि राम्रो छ किताब है। यो मोस्ट अफ द किताब म हाफ प्राइस बुकमा किन्छु, हाफ प्राइस पनि अनलाइनमा हैन। अनि छ यो किताबहरू छ कि किताबलाई चाहिँ साथी बनायो भने चाहिँ जिन्दगी धेरै सहज हुँदो रहेछ, इमोसनली पनि धेरै स्ट्रङ हुँदै जाँदो रहेछ। सो थ्याङ्क यू भेरी मच, बाई बाई।